हेलो साथीहरू सबैलाई हाम्रो भ्लगमा वेलकम छ। हामी यसरी गर्न लाग्छौँ। आज हामीले के पकाएर खान्छौँ हजुरहरूलाई देखाउँछ। हाम्रो च्यानललाई धेरै धेरै सब्सक्राइब गरिदिनु होला र छिटो छिटो हेरिदिनु होला। यहाँ भ्युज धेरै पुगेको छैन साथीहरू। र हामी अहिले एकदम लोकल भाले ल्याउनु जान लागिरहेछौँ। तपाईँलाई देखाउँछौँ भाले अनि ट्याक्क हामीले ल्यामा खाने साथीहरू हेर्दै गर्नुहोस् है। बन्जारे पोल्ट्री फार्ममा जिउँदो कुखुरा लिन जाँदैछौँ। सिधै 2.5 किलो। त्यो कतिको छ? अलिक बढी छ त्यो। ल ल ल ल ल यहाँ चाहिँ लोकल भाले, त्यहाँ चाहिँ हाइब्रिड भाले। साथीहरू मलाई चाहिँ यो एकदम अप्ठ्यारो लाग्यो, त्यही भएर यसलाई खोलिदिन्छु। ब्रोइलर कानै चालेर भागेर। जाऊ ल, कुखुरालाई मैले आजाद गराइदिएँ। सक्छौ भने हेर, तिम्रो 1-1.5 घन्टामा काटिन सक्छौ। भागौ, सक्छौ? भागौ। अब के गर्ने हो? अब के गर्ने हो भनेपछि यो बिरालो हान्ने हो। कुन बिरालो? त ऊ त्यहाँ बसेको छ। अब त हान्ने हान्ने हो त्यसलाई? होइन, हान्ने होइन? अनि हाम्रो कुखुरो त लगिदिल्यो त। एउटो अब हिँड्छ। अब हिँड्छ। यो त हिँड्छ कि? एउटा कुखुरो त लगिदिल्यो त। यस्तो किन? खै किन लगिदियो? तिमीले नहेर हो अरे क्या। तिमीले हेरिनौ अनि। हेलो हेलो सबैले हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिदिनु ला। भोग्ला छ। ऊ त्यही त खाना छ। हामीले खाने भने त्यसले खाना छ के? त्यही भएर त आछ त्यो। हेर्ने होइन त्यो। नहेरे है, नहेर चिकन चाहिँ नाङ्गै भइसक्यो। यहीँ कहाँले काट्यो भने हाल्छन्। बाबुले ल काटेर भ्यायो। ओ माई गॉड, बाबु त डन हो क्या, डन। अमिलो छैन त। निम्बु सायद यो चाहिँ सिक्रेट मसला हो भने चेन्नईको शक्ति मसला कबाब 65।
छ खाना आउनुहोस् है खाना आउनुहोस् पाका बुढी उ भएर हो क्या अलिक खाएर हेर अलि खायो पो खा अघि पनि पाकेको थियो होइन दिदी यस्तोमा पनि बिरयानी भनेर एउटा के थाहा पाले बोला को जाडो भयो भने त्यही नै दिदी खाना बाँच्दै कस्तो भइरह गाइज पहिलेदेखि मनै परेको थिएन पनि भएन ल्याउनु खै त बा खा क्या बिबे बेर भएर छिर खा अनि चिसिहाल्छ नि यता चिसाएर आएर चिसिया खाइहाल ल हाम्रो नि बनाइदियो खै त बा त्यो भाखा खाँदो बाल रच्या राम्रो कति राम्रो हिरो ल धान पियो छैन ल अन्त मलाई यति मात्र हाल्यो भन्दैछु अनि फेरि छ खानु ल ए पट्ट खाऊ